ल यो के हो फेरि कहाँबाट आयो यो भन्नु होला। यो च्याप्टर 57 बाट आएको है त। 57 ग्रामर 1 बाट आएको। यो एकदमै इम्पोर्टेन्ट छ। एकचोटि हेर्नु होला है त। 6 र 7 लाई हेर्नुस् त। न र उन छुल आरात्ता र न र उन छुल मोल्लात्ता भन्ने छ है। यो चाहिँ कस्तो हो भने 6 नम्बरको लागि हेर्नु त। यसरी न र उन छुल अल्लात्ता भनेको छ नि जुन, यो कुरालाई हेरौँ त। आरात्ता भनेको छ, सरी, वक्ताको अनुमान वा धारणा फरक भएको अवस्थामा चाहिँ प्रयोग हुन्छ है त। यो केमा प्रयोग हुन्छ, कसरी प्रयोग हुन्छ भन्ने कुरा राम्ररी हेर्नु होला। परिभाषा मात्रै पढ्यो भने पनि ग्रामरहरू बुझिन्छ है त। वक्ताको अनुमान वा धारणा फरक भएको अवस्थामा प्रयोग हुन्छ। अनि आफूले पहिले सोचेको कुरा र वास्तविकता भन्दा फरक भएको भनेर व्यक्त गर्दा चाहिँ यसको प्रयोग हुन्छ है त। आफूले पहिले सोचेको कुराहरूलाई चाहिँ वास्तविकता भन्दा फरक भएको है त। जे सोचेको थियो त्यो चाहिँ वास्तविकता भन्दा फरक भएको अवस्थामा चाहिँ यसलाई प्रयोग गरिन्छ है। यसको अर्थ के हुँदो रहेछ है भन्ने सोचेको थिए र पछाडि के आउँछ तर होइन रहेछ भन्ने हुन्छ क्या है। भन्ने मानेको, भन्ने सोचेको थिए अथवा भन्ने लागेको हुनु है, भन्ने सोचेको हुनु भन्ने हुन्छ। अर्को हेर्नु यो 7 नम्बरमा न र उन छुल मोल्लात्ता भनेको छ वक्ताले थाहा नभएको वा अनुमान नगरेको कुरा व्यक्त गर्न प्रयोग हुन्छ है त। वक्तालाई थाहा हुँदैन र अनुमान गरेको पनि हुँदैन है त। त्यस्तो अवस्थामा चाहिँ यो कुरा प्रयोग हुन्छ है। कुनै कुरा थाहा नभएर पछि मात्र थाहा पाए भन्ने सन्दर्भमा प्रयोग हुन्छ है त। पहिला थाहा थिएन, पछि कसैले भनिदिएर मात्र थाहा पाएपछि चाहिँ त्यो कुरा उसले थाहा पायो भन्ने अर्थमा चाहिँ प्रयोग हुन्छ है। भन्ने कुरा थाहा थिएन र थाहा भयो, पछाडि समथिङ केही हुन्छ है, त्यो अवस्थामा चाहिँ प्रयोग हुन्छ है त। हेर्नु त अलिकति माथिको परिभाषा भन्दा पनि यहाँ अलिकति प्रयोगका विशेषताहरू भनेको छ। दुवै क्रिया र विशेषणसँग जोडेर प्रयोग गरिन्छ है त। दुवै कुराहरू चाहिँ क्रियासँग पनि लाग्छ र विशेषणसँग पनि लाग्छ। प्राय वास्तविकता र अनुमान बीचको फरक देखाउन प्रयोग गरिन्छ है त। प्राय के हुन्छ, वास्तविकता र अनुमान बीचको फरक देखाउन प्रयोग गरिन्छ। पास्ट टेन्समा है त, पास्ट टेन्समा पनि प्रयोग हुन्छ। पास्ट टेन्सको लागि चाहिँ न र उन छुल अल्लात्ता र मोल्लात्ता है, यही कुरा हो। विशेषण एड्जेक्टिभ हालको स्थितिमा पनि प्रयोग हुन्छ र नाउनसँग प्रयोग गर्दा इन्छुल अल्लात्ता अथवा मोल्लात्ता भन्ने हुन्छ। आरात्ता है त, आरात्ता र मोल्लात्ता भन्ने हुन्छ है। एकचोटि यो सरस्वती हेर्नु होला। यसको हामी अब सोचेको थिएँ तर होइन रहेछ भन्ने अर्थमा यो हेरौँ है त। न र उन छुल आरात्ता भनेको चाहिँ सोचेको थिएँ अथवा भन्ने लागेको हुनु अथवा भन्ने सोचेको हुनु भन्ने यसको चाहिँ मेन ऊ हो है। यो विभिन्न अब टेन्सहरूमा कन्भर्ट हुन्छ। हेरौँ अब यहाँनिर प्रायः जस्तो भूतकालमै हो यो चाहिँ। हाङ्गुगा सोइनुन छुल आरासयो भनेको छ कोरियन भाषा सजिलो हो भन्ने सोचेको थिएँ तर होइन रहेछ है त। उसले भन्यो कि कोरियन भाषा सजिलो हो भन्ने पहिले उसले सोचेको थियो, पछि पढ्दै जाँदाखेरि चाहिँ होइन रहेछ भन्ने कुरा चाहिँ थाहा पायो क्या है। हेर्नुहोस् यो खुसारामी हाक्स्याङिन छुल आरासयो भनेको छ उनी विद्यार्थी हुन् भन्ने लागेको थियो, भन्ने सोचेको थिए तर होइन रहेछ भन्ने अर्थ यसले दियो है त। अझै एक्सोगी अपनोन है त। अझै एक्सोगी अपनोन छुल आरासयो भनेको छ हिजो भेट्ने योजना छैन भन्ने सोचेको थिएँ तर रहेछ क्या है। हिजो चाहिँ भेट्ने योजना छैन भन्ने उसले सोचेको थियो तर आज आएर चाहिँ थाहा पायो है त। कोही मार्फत अथवा केही कुन माध्यमबाट थाहा पायो तर थाहा पायो। फसोगा फुयोइन छुल आरासयो भनेको छ बस निशुल्क हो भन्ने सोचेको थिएँ तर होइन रहेछ है। फसुगा मुर्योइन छुल आरासयो भनेको छ बस निशुल्क हो भन्ने सोचेको थिएँ तर होइन रहेछ भन्ने भन्यो। त्यसपछि खुमुल्गनी छिन्चाइन छुल आरासयो भनेको छ त्यो सामान असली हो भन्ने सोचेको थिएँ तर नक्कली रहेछ होइन। यस्तो यस्तो कुराहरूमा चाहिँ यो प्रयोग हुने रहेछ है त। भन्ने सोचेको हुनु, भन्ने नसोचेको हुनु है, भन्ने लागेको हुनु तर नहुनु है, भन्ने लागेको थियो तर होइन रहेछ भन्ने यति चाहिँ बुझे पुग्छ है त। अर्को खमा हेर्नुहोस् त। थाहा थिएन भन्ने नेगेटिभ पार्ट्समा न र उन्छुल मोल्लात्ता भनेको थाहा थिएन तर रहेछ भन्ने अर्थ। आज बिदा हो भन्ने थाहा थिएन है, त्यस्तो अर्थमा प्रयोग हुन्छ। अब हेरौँ यसको इक्जाम्पल हेरौँ। अनोरे युगेरिन छुल मोल्लासयो भनेको छ आज बिदा हो भन्ने थाहा थिएन है त। अनोरे युगेरिन छुल मोल्लासयो भनेको छ
आज बिदा हो भन्ने थाहा थिएन तर रहेछ है। आज बिदा हो भन्ने थाहा थिएन तर रहेछ। सन्स्याङनेमी है, सन्स्याङनेमी ओसिन छुल मोल्लासयो भनेको छ शिक्षक आइपुग्नु भएको छ भन्ने थाहा थिएन है त। आइसक्नु भएको रहेछ तर मलाई चाहिँ थाहा थिएन भन्ने अर्थमा यो प्रयोग भयो। खुसारामी हाङ्गुगइनिन छुल मोल्लासयो भनेको छ उनी कोरियन हुन् भन्ने थाहा थिएन तर हुनुहुने रहेछ है त। उनी कोरियन मान्छे थियो तर त्यो कोरियन मान्छे हो भन्ने कुरा चाहिँ थाहा थिएन भनेको छ। खुसारामी हाङ्गुगिनिन छुल मोल्लासयो भनेको छ उनी कोरियन मान्छे हुन् भन्ने थाहा थिएन। त्यस्तै गरी छिपआफे ख्याङछारी है त। छिपआफे ख्याङछारी इन्नोन छुल मोल्लासयो घर अगाडि प्रहरी भएको थाहा थिएन। सिहमी इरखे अरेउन छुल मोल्लासयो परीक्षा यति गाह्रो हुन्छ भन्ने थाहा थिएन है त। सिहमी इरखे अरेउन छुल मोल्लासयो भनेको छ परीक्षा यति गाह्रो हुन्छ भन्ने थाहा थिएन। यसको प्रयोग अवस्था हेर्नु है त। प्रयोग अवस्था है त सर्टकटमा माथिको परिभाषा बुझेन भने यहाँ हेर्नु, यहाँ बुझिन्छ है त। छुल आलात्ता भनेको छ आरात्ता भनेको छ है। छुल आरात्ता भनेको छ पहिलोको अनुमान गलत भएको महसुस गर्दा प्रयोग हुने भयो है। अनि छुल मोल्लात्ता भनेको चाहिँ पहिले थाहा नभएको वा कल्पना नगरेको कुरा पछि मात्र थाहा हुन्छ क्या है, त्यो कुरामा चाहिँ यो प्रयोग हुन्छ है त। त्यसपछि भर्ब अथवा एड्जेक्टिभसँग नाउनसँग सबैमा प्रयोग हुन्छ है। कुनै झन्झटिलो केही छैन, केमा प्रयोग गर्ने, कहाँ कति बेला लगाउने भन्ने छैन, सबैमा लाग्छ, जहाँ पनि लाग्छ। टेन्सको केसमा चाहिँ पास्टमा, विशेष गरी पास्टमा लाग्ने कुरा भयो, यो पास्ट नै हो है। निष्कर्ष र सारांशमा हेर्नुहोस् त। छुल आरास्ता भनेको छ भनेको सोचेको थिएँ तर होइन रहेछ भन्ने भयो होइन। भन्ने लागेको थियो तर होइन रहेछ, रहेनछ भन्ने अर्थमा प्रयोग हुन्छ है। छुल मोल्लात्ता भनेको चाहिँ भनेको थाहा थिएन, अनुमान थिएन है त। प्रयोग गर्दा काल, भूत, वर्तमान र शब्दको प्रकार, क्रिया विशेषण संज्ञा अनुसार मिलाउनु पर्छ है त। यो विभिन्न फर्ममा कन्भर्ट हुन्छ है त। प्रेजेन्ट छ भने प्रेजेन्ट, फ्युचर छ भने फ्युचर, अनि जे छ त्यसमा कन्भर्ट हुन्छ है त। सन्दर्भ अनुसार अब कति बेला कहाँ लगाउनु पर्छ भन्ने अवस्थामा चाहिँ प्रयोग हुने हो। अब हेर्नुहोस् त यहाँ प्रश्नहरू छ, यही ग्रामरसँग रिलेटिभ प्रश्न है। यहाँनिर कस्तो हुन्छ भने हामीले विशेष गरी ग्रामर अनि प्रश्न प्र्याक्टिस है, क्वेसन प्र्याक्टिस अनि मिनिङ, यो तीनवटा, अनि मिनिङ अनि लिसनिङ, यो चारवटा पार्ट छ नि। यो चारवटा पार्ट्समा कोही कसैलाई कुनै कम थोरै टाइम दिएर प्र्याक्टिस गर्ने, मानौँ कि अब प्रश्नलाई धेरै टाइम दिएर ग्रामरलाई चाहिँ थोरै टाइम दिने, अनि के भन्छ, अनि ग्रामरलाई चाहिँ धेरै टाइम दिएर लिसनिङलाई चाहिँ थोरै टाइम दिने, त्यस्तो हुँदैन है। यसमा सबै कुरा चारवटै पार्ट छ, लिसनिङ, त्यसपछि मिनिङ, त्यसपछि ग्रामर र अनि क्वेसन प्र्याक्टिस छ नि। जुन यो चारवटै कुरा चाहिँ 100मा 100% इम्पोर्टेन्ट छ। जति टाइम तपाईँ ग्रामरलाई दिनुहुन्छ त्यतिको टाइम चाहिँ के भन्छ क्वेसनलाई पनि दिनुपर्छ। जति टाइम तपाईँ रिडिङ क्वेसनलाई दिनुहुन्छ त्यति टाइम चाहिँ के भन्छ लिसनिङ क्वेसनलाई पनि दिनुपर्छ हैन। जति टाइम मिनिङलाई दिइन्छ त्यति टाइम चाहिँ ग्रामरलाई। यिनी चारवटै सन्दर्भमा यी चारवटै कुराहरू 100मा 100% इक्वल छन् है त। प्र्याक्टिसको सन्दर्भमा है, कसैलाई कम प्र्याक्टिस गर्ने, कुनैलाई कम प्र्याक्टिस गर्ने, कुनैलाई बढी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ हुँदैन है। एउटालाई कम प्र्याक्टिस गर्यो कि गुल्टियो भन्ने चाहिँ बुझ्नुपर्छ। त्यसैले सबैलाई इक्वली प्र्याक्टिस गर्नुपर्ने हुन्छ है त। हेर्नु प्रश्न नम्बर 1 मा के भनेको छ फोनी है, छ फोनी विसाइन डट मोल्लासयो भनेको छ। अब यहाँनिर के प्रयोग हुन्छ, इन्सिल है त, नाउनसँग आएको छ। विसा भनेको नाउन हो, नाउनसँग आएको छ है। अब यहाँनिर के प्रयोग हुन्छ यो तपाईँले कमेन्टमा गर्ने कुरा है त, कमेन्ट गर्नु होला र सरस्वती हेर्नु होला। यहाँनिर 2 मा हेर्नुहोस् त, अनोरी सियम नारिन डट आरासयो भनेको छ। अब यहाँनिर के प्रयोग हुन्छ यहाँनिर पनि हेरेर कमेन्ट गर्नु होला है त। त्यसपछि प्रश्न नम्बर 3 मा छ इओसी फिसान डट उल्लास सुम्निदा भनेको छ। यहाँनिर के कुन अप्सन हुन्छ है, त्यो अप्सन पनि कमेन्ट गर्नु होला। त्यसै गरी क्वेसन नम्बर 4 मा हेर्नुहोस् त, खुसारामी हाङ्गुक सारामिन डट आरासयो भनेको छ। त्यो मान्छे चाहिँ कोरियन मान्छे हो भन्ने थाहा डट। अब के हुन्छ अप्सनमा त्यो चाहिँ राख्नु है त, कमेन्ट गर्नु, प्र्याक्टिस गर्नु है। प्र्याक्टिस ग्रामर माथि ग्रामर पढ्ने तर तल चाहिँ प्रश्न हल गर्ने है। फसो योगुमी मुर्युइन डट आरासयो है।
यसमा अप्सन के हुन्छ सबैमाथि सेन्टेन्सबाट तानिएको क्वेसन हो यो जस्ट प्र्याक्टिसको लागि हो प्र्याक्टिस गर्न चाहिँ छोड्नु हुँदैन है क्वेसन जस्तो सुकै होस् क्वेसन छोड्नुहुन्न 11 देखि 16 सम्म 17 सम्म चाहिँ फिनखाने आउँछ त्यो फिनखानेको हरेक अप्सनहरुमा है त हरेक अप्सनहरुमा के हुन्छ पछाडी ग्रामर झुन्डिएकै हुन्छ है अनि कुर्तीवाला कुन ग्रामर लगाउने भन्ने कुरा चाहिँ धेरै नै पढ्नुपर्छ है त 11 देखि 17 सम्म फिनखाने हुन्छ त्यो फिनखानेमा हेर्नु ग्रामर हुन्छ जता पनि है त अनि अन्य क्वेसनहरुमा पनि के हुन्छ अन्य क्वेसनहरुको अप्सनहरुमा पनि हेर्नु जताततै ग्रामर झुन्डिएकै हुन्छ ग्रामर बिनाको कुनै पनि कुरा हुँदैन भन्ने चाहिँ बुझेर यो पढ्नुपर्छ है त ल यसरी सरस्वती हेर्नु यो है यो ग्रामरलाई सरस्वती हेर्नु स्क्रिनशट गर्नु छ भने स्क्रिनशट गर्नुस् यसलाई हेर्नुस् त यो हेर्नुस् अनि सरस्वती हेर्नुस् है यो दोहोरो प्र्याक्टिस गर्नु पर्यो है त यति हो प्रश्नलाई म अलिकति यहाँनिर राखेँ यो प्रश्नहरु हल गर्न सक्नु पर्यो विशेष गरी है प्रश्न हल गर्न सक्नु पर्यो ल यो ग्रामर यति नै हो त है त पाठ्यपुस्तकमा पनि होला त्यता पनि हेर्नु अरु केमा हुन्छ जता हुन्छ त्यतै हेर्नुपर्छ है त जहाँ भेटिन्छ त्यही हेर्ने नै हो जता पनि हेर्ने नै हो पढ्ने कुरामा नो कम्प्रोमाइज हैन अनि जिन्दगानीमा यस्तै त हो नि पढ्नुपर्छ